दर्शकबिन यति बेला सबैजनाले भुन्टी र मास्टर साहबको विवाह हुनुपर्छ र उता भूपेन्द्रले भुन्टीलाई गरेको त्यो दुःखको सजाय अझै भोग्नुपर्छ भन्ने धेरैजनाको मनमा जिज्ञासा पलाएको छ। हो दर्शकबिन, आखिर अब के साँच्चीकै भुन्टी र मास्टर साहबको विवाह हुने नै हो त? आउनुहोस् आज यसैबारे छोटो कुरा गरौँ। हो दर्शकबिन, पछिल्लो समयमा मास्टर साहब यता भुन्टीलाई भेटिसकेपछि उनी भने भुन्टीतिर मोहित भएको देख्न सकिन्छ र यता भुन्टीले भने मास्टर साहबलाई उनी तर्काउन खोजेकी छिन् र उनी मास्टर साहबसँग बोल्न खोजेकी छैनिन्। उनी भूपेन्द्रसँग नै स्याहार सुसार गर्ने भनेर बसेकी छिन्। तर यता मास्टर साहबले जे सुकै जतिसुकै जुक्ति लगाउँदा पनि भुन्टी उनको मायामा बग्न सकेकी छैनिन्। हो दर्शकबिन, अब भुन्टी र मास्टर साहबको विवाह छिटोभन्दा छिटो भएर भुन्टीले सुख पाएको हेर्न चाहने जतिले हाम्रो यस च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई एक लाइक गरेर च्यानललाई सब्सक्राइब र सेयर गर्न भने अवश्य नभुल्नुहोला है त। अनि यता अब के साँच्चीकै भुन्टीकी नन्दको विवाह हुने नै हो त?